हेलो नमस्ते सबैजनालाई फेरि पनि मेरो भिडियोमा तपाईहरु सबैजनालाई स्वागत छ। अनि आज भने फेरि मैले चाहिँ भिडियो स्टार्ट गरिसकेको छु। अनि मैले आज चाहिँ भिडियो चाहिँ इभिनिङ टाइममा स्टार्ट गरेको है। म चाहिँ ड्युटीबाट आएर पनि इस्कुसको मुन्टा लिएर आएको थिएँ, त्यो केलाएर सकेर चाहिँ अनि म चाहिँ यहाँनिर अब चाहिँ के गर्नु आँटेको छु भन्दाखेरि चाहिँ मलाई चाहिँ अचम्म लाग्यो। फेरि अस्तिदेखिको सोचिरहेको थिएँ म चाहिँ आज चाहिँ नयाँ बनाउँछु केही कुरा भनेर है। त्यो चाहिँ के हो भनेर जान्नु मन छ भने चाहिँ भिडियो कन्टिन्यू हेर्दै गर्नुहोस् होला। अनि तपाईँहरूले पनि योबाट केही है सिक्नु सक्नुहुन्छ। म चाहिँ के बनाउँछु के गर्छु भन्नु बसेर भन्दाखेरि चाहिँ यो सामान चाहिँ मैले लिएर आएको छु। यो चाहिँ तर मैले ज्वानो लिएको छु हो। यो चाहिँ नि मैले त्यतिकै सुपमा खानु लागि लिएको थिएँ नि त। सोप र ज्वानो चाहिँ सुपमा हालेर खान्छु बादमा। अनि यहाँ हेर्नु सक्नुहुन्छ यो चाहिँ हो गुड। कसले चिन्नुहुन्छ, कतिजना त चिन्दैन होला है। यो चाहिँ गुड फर हेल्थ खायो भने। अनि यो मुराई यो हेरेर चाहिँ बुझिम सक्नुभयो होला म चाहिँ के बनाउनु आँटेको छु आज भन्दाखेरि चाहिँ। अहिले मेरो भिडियो एन्डसम्म हेर्नु होला है, तपाईँहरूले याद पाउनुहुनेछ। म चाहिँ अब बनाउन आँटेको छु कुछ नयाँ है। मेरो लागि चाहिँ होइन, अब मेबी तपाईँहरूको लागि हुनसक्छ है। तर पनि म चाहिँ आज चाहिँ अब धेरै दिनको बादमा चाहिँ म केही कुरा बनाएर तपाईँहरूलाई देखाउने छु, हेर्दै गर्नु होला। यस्तो छ। अब म स्टार्ट गरेर म किचनतर्फ लागेँ। मजाले यसलाई पकाउनु पर्ने हुन्छ है। टाइम चाहिँ निकै लाग्छ है। कुछ पानी के लिए कुछ खोला पर्दा है भनेको जस्तो है। एकछिन त वेट गर्नु पर्यो नि होइन। केही कुरा बनिँदैछ भने त हेर्दै गर्नु होला। म चाहिँ के बनाउँदैछु आज चाहिँ नयाँ है। तपाईँहरूले पनि बनाएर खानु सक्नुहुन्छ है। यो चाहिँ एकदम राम्रो पनि हो, हेल्थको लागि पनि राम्रो हो। फेरि प्लस कति बेला खाजा पनि खानु हुन्छ। अब यो चाहिँ गुड चाहिँ फेरि एकदम राम्रो हो भन्नुहुन्छ भने चाहिँ गुड चाहिँ हामीले खाइबस्नुपर्छ। स्पेसली गर्ल्सहरूले चाहिँ खाइबस्नु। अब दिनभरि ड्युटी गर्छ भनेर चाहिँ चिन्छु सबैदेखि चिन्छु गर्नुपर्छ है। यसरी चिन्छु परिहाल्छ नि त कि। चिनीमा मजाले घोल्दै पकायो भने चाहिँ चिनी जति मजाले पाक्यो त्यति राम्रो हुन्छ। अब चाहिँ भनेको यो लगाउने हेर्दै आफूलाई कतिको चाहिँ ठिक हुन्छ त्यो चाहिँ खिच्यो हो। ग्यास अफ गरिदिएर मैले ग्यास अफ गरिदिएर हल्का चलायो। हल्का चलायो एकछिन कुरा चलायो। अब चिनी चाहिँ कम कि खास चाहिँ अलिक उयो खाने जग्गामा हुन्छ कि हुन्छ टाइट खाने जग्गामा हुन्छ छिटो हुन्छ। यो चाहिँ अब चाहिँ ठिकै बनाउनुपर्छ। यो चाहिँ छिटो पऱ्यो भने चाहिँ राम्रो हो। यसको लागि चाहिँ तेल लगायो हातमा। तेल चाहिँ लगाएको भने चाहिँ लास्टमा हुन्छ ल। अब चाहिँ तपाईँहरूले कत्रो साइजको बनाउनु छ तपाईँलाई त्यस्तै साइजको डल्ला बनाउँदै राख्न सक्नुहुन्छ। यस्तो तातो हुन्छ कि। अब त्यसको लागि तपाईँहरूले त्यो आइदिनुहुन्छ। यो मैले तातो राम्रो हुन्छ। यसलाई चाहिँ त्यो तपाईँले दुईवटा तातो मात्रै पर्छ।
जति टाइम पनि त्यति राम्रो हो खान्छ तर हामी चाहिँ चिप्लाउनु सक्दैन कि यस्तो भएको छ नि त अब यसलाई चाहिँ हल्का तताउनुपर्छ कि अनि निस्किन्छ भने चाहिँ एकछिनमा हो मैले देखाउँछु तपाईँलाई चाहिँ अब काटिँदैछु वेस्टेज चाहिँ किन भन्दा मैले तेल नलगाएको थियो भने चाहिँ सबै यो वेस्टेज हुन्थ्यो कि तर मैले तेल लगाएकोले गर्दाखेरि चाहिँ तेल लगाउनु फाइदा थियो छ यो पनि सोधिन्छ छ ini mulai berkembang. Apa ini sih mulai berkembang dengan satu coy. Terus lagi yo, kemarin kita sampai deh. Biasa sih kalau ya म चाहिँ सब्जी बनाउँदैछु सब्जी चाहिँ छ इस्कुसको मुन्टाको चाहिँ सुप बनाउँछु भनेर चाहिँ खान्छु सादा बोइल खालको टाइपको खान्छु नि म चाहिँ टमाटर प्याज हालेर चाहिँ बनाइदिन्छु आफ्नो चाहिँ है खाना खाइसक्यो अनि सँगसँगै आजको बनाइको लागि चाहिँ पराठा पनि लाग्छ मलाई पराठा खाना आज मेरो डिनर स्पेसल हुन्छ के होला आज रुख बन्द गरेको जस्तै हुन्छ अनि मेरो पनि खाँदा त भुक्न परेर हुन्छ होला तर म खाने थिएँ होला पाक्दैछु इस्कुसको मुन्टा सुप पराठा चाहिँ अब चाहिँ म खाना खानु लागि है खाना चाहिँ के रहेको छ मेरो भन्दाखेरि चाहिँ खाना र इस्कुसको मुन्टाको सुप अनि सबै नानाले दिनुभएको चाहिँ पराठा ठुलो पराठा है खाने छु के भएर स्टार्ट गर्छु भन्दाखेरि चाहिँ पराठा खान्छु तपाईँको पनि मैले स्टार्ट गरेर मैले हेर्नु सक्छु दामीमा चाहिँ पराठा बनाएर दिएको चाहिँ मलाई हेर्नु मसँग लाग्यो भिडियोलाई है खानु होला तपाईँ पनि यति साह्रो नरम नरम दामी गर्नुभएछ हौ मिठो नाइस यम्मी यस्तो दामी भएछ हेर्नुहोस् न खाना दामी नै बनाउँछ मैले अरू बेला चाहिँ अचार पनि बनाएर खान्थेँ कि आज मेरो रुममा भयो भनेर अचार खाएको छैन नि त अति नै दामी अब खाना खान्छु न मैले सुपसँग हामी सक्नु चाहिँ सुप बनाउँछु मलाई चाहिँ हरिपरि प्राण पर्छ त्यसले गर्दा सुप बेसी खान्छु खाइला साथीहरू मलाई यस्तो सादा सादा सुपसँग खाना एकदम इच्छा लाग्छ नि अरू बेला चाहिँ म उताबाट मेरो त्यहाँनिर भिन्न कताबाट उछाएर बसेर खान्थेँ क्या फेरि मम्मी हुँदा चाहिँ चाहिँ म एक्लै सुत्न भनेको बेटा बसेर खानु भन्ने भन्ने फेरि अब एक्लै हुँदाखेरि र यसो म यहाँ किचनमा त्यही भनेर बसेर खान्छु न मम्मी चाहिँ मम्मीसँग बसेर खानु मजा लाग्छ खाना खाइसकेर पनि मैले चाहिँ सनाक्सिनिक सबै कामहरू सकेँ है अनि आजको चाहिँ भिडियो यति नै थियो अब चाहिँ मेरो काम के छ भन्दा एकछिन भिडियो एडिटिङ गर्नु छ अनि चाहिँ सुत्ने है एकदमै बेसी पुरा बेसी अपच भएको छ भाइ डल्लै खाना पनि खाएँ किनभने मलाई अस्ति दिनको म चाहिँ बिमारले गर्दाखेरि चाहिँ कस्तो साह्रो परिरहेको थियो नि त अनि पुरा विक खालके फिल भइरहेको थियो त्यसले गर्दा म चाहिँ अहिले चाहिँ खाना चाहिँ जबरजस्ती भए म मजाले खान्छु नि त अनि मैले खाना चाहिँ टाइम लगाएर भए पनि खाना चाहिँ खाएँ अब चाहिँ म भिडियो एडिटिङ गर्छु एकछिन अनि चाहिँ सुत्ने अनि आजको मेरो भिडियो चाहिँ यति नै थियो नि
तपाईहरुलाई कस्तो लाग्यो मेरो भिडियो अनि है के कस्तो लाग्दैछ मलाई कमेन्टमा लेखेर पठाउनु होला। अनि आजको लागि चाहिँ यति नै थियो अनि थ्यांक यू सो मच फर वाचिङ। बाई सबैजनालाई, बाई बाई।